सबभन्दा पहिला सन्तोष सरबाट जाउँ। निर्देशक, निर्माता र यो चलचित्रलाई उहाँले जुन दृष्टिले हेर्नुभयो र जुन मनले सोच्नुभयो त्यो उहाँको सोच नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। अब निर्देशक सन्तोष सेन। उपस्थित सबैजनालाई मेरो नमस्कार। यस्तो अहिले चाडपर्व दसैँ भनेको त हाम्रो सबैभन्दा ठुलो चाडपर्व हो। मलाई त लागेको सबैजना बाहिर गइसक्नुभयो, गाउँ जानुभयो, 20-25 जना चाहिँ हुन्छ। हाम्रो चाहिँ म्यासेज आएको ठिकै छ। अब हामी चाहिँ बरु हामीले पनि हाम्रो तर्फबाट भाइहरूलाई खिचाएर हाम्रो तर्फबाट हामीले लागेको कुरा, हामीले गरेको कुराहरूको खबर चाहिँ देउला नि त के भएर। अब किन भन्दा सिचुएसनले गर्दा, टाइमले गर्दाखेरि चाहिँ अलिकति टाइममा हामीले चाहिँ यो अन्तर्क्रिया गर्न पाइएन होइन। अलिकति प्रोजेक्ट को लागि चाहिँ हामी अलिकति देश बाहिर भएको हुनाले चाहिँ त्यो समयमा उपस्थित हुन सकिएन। तर आज देख्दाखेरि मलाई लाग्दैन कि कोही दसैँमा घर जानु भएको छ होइन। यति धेरै मिडियाकर्मीहरू हुनुहुन्छ, यति हर्ष होइन। जस्तो कि हामी त अब एकअर्काको परिपूरक जस्तै हो कि हामी चलचित्र बनाउँछौँ, हजुरहरूले त्यसलाई चाहिँ हाम्रा अडियन्समा त्यसको कुराहरू चाहिँ हजुरले भनिदिनुहुन्छ होइन। त्यो भएर सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। हजुरले अझै अघि पनि हाम्रो अलिकति यो ब्याकड्रपको कुराहरू हिजो मात्रै आएको अनि इमिडिएटली हामीले प्लान गऱ्यौँ। अनि हिजो फेरि फाइलहरू यताउता गर्नुपर्ने थियो, त्यो हिजो आउने बित्तिकै बिजी भयो। त्यो भएर आज उपस्थित सबैलाई थ्याङ्क यू भन्छु। अनि अब कुरा बलिदानको छ होइन। 3 वर्षदेखि यो ज्यान बलिदान, यो ज्यान बलिदान, यो ज्यान बलिदान, मेरो पोस्ट हेर्नुहुन्छ भने यो ज्यान बलिदान नै छ कि। फाइनल्ली अब मैले भोलिबाट त अब चलचित्र लाग्दैछ थिएटरमा। अब यो प्रोजेक्टको लागि हामीले 3 वर्ष अगाडि एउटा मलाई खालि भन्नुहुन्थ्यो आशु सेनले एउटा चाहिँ विषयवस्तु कन्टेन्टमा काम गरेन भन्ने खालको एउटा कमेन्टहरू आइरहन्थ्यो। जति पनि गरियो अलिक काल्पनिक, अलिकति रोमान्टिक फिल्महरू गरियो, प्रेम गीत सिरिज नै सबै रोमान्टिक फिल्महरू गरियो। अलिकति माटो बोल्ने होइन, एउटा चाहिँ हाम्रो देश मातृभूमि प्रतिको एउटा चाहिँ प्रगाढ एउटा प्रेम होइन, कसरी भन्न सकिन्छ कथा होइन। एउटा चाहिँ चलचित्रको माध्यमबाट हाम्रो किनारिएका नागरिकहरू जसरी अब संयोग भनौँ, अस्ति भर्खरै हाम्रो नेपालमा पनि परिवर्तनको लागि ठुलो घटना घट्यो। जेन्जी आन्दोलनमा एउटा चाहिँ जति पनि शहीदहरू हुनुभयो उहाँहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र जति पनि उपचाररत हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभ कामना पनि गर्न चाहन्छु। किन भन्दाखेरि चाहिँ अस्ति म मुम्बईमा बस्दै गर्दा, त्यहाँ पोस्टमा काम गर्दै गर्दा जब यो घटना घटिरह्यो मैले मेरो फिल्म देखिरहेको थिएँ। म 3 वर्ष अगाडि सोचेको परिवर्तनको लागि देशमा भ्रष्टाचारी होइन, जसले चाहिँ देश खोक्र्याउन, देश खोक्रो बनाउन जति पनि हातहरू लागेका छन् त्यसको लागि एउटा युग पुरुषको जन्म हुनुपर्छ। त्यस्तै युग पुरुष यो जेन्जी आन्दोलनमा जति पनि शहीद हुनुभयो उहाँहरू युग पुरुष हो। परिवर्तनको लागि लड्नुभयो उहाँ। अब यो देशमा जेन्जी भनेको हामी सबै हो। नेपाली नागरिकलाई नेपाल देश राम्रो भएको, उन्नत भएको, एकदम विकसित भएको, एकदम यहाँका जनताहरूले चाहिँ एकदम सुख पाएको चाहिँ हेर्न मन छ। त्यो हुनाले चाहिँ त्यो जेन्जी जुन हाम्रो भाइ बहिनीहरूलाई जुन उहाँहरूले चाहिँ सोचेर चाहिँ सडकमा उत्रिनु भयो, त्यसरी नै सबैजनाले परिवर्तनको लागि चाहिँ हामीले आफ्नो आफ्नो ठाउँबाट हामीले परिवर्तनको लागि लड्नुपर्छ। त्यस्तै लडाइँ हाम्रो चलचित्र बलिदान हो। बलिदानमा पनि हामीले चाहिँ क्रान्तिको लागि लड्ने, एउटा आमाको लागि, एउटा मातृभूमिको लागि लड्ने एउटा यो कथा भएको हुनाले अस्ति हाम्रो एउटा गीतबाट पनि धेरै अडियन्सहरूलाई रिलेट गर्यो। कसरी भयो यो ठ्याक्कै हाम्रो यो घटना र यो फिल्मको घटनासँग कसरी मिल्दोजुल्दो भयो भन्ने खालको कुराहरू, कमेन्टहरू पनि आयो। तर हामीले त्यो बेलामा चलचित्रको माध्यमबाट हामी दबिएर खुम्चिएर बस्ने होइन, हामीले आवाज उठाउनुपर्छ। हामी चाहिँ यस्ता कुटिलहरूको विरुद्धमा हामीले आवाज उठाउनुपर्छ। हामीले देश गाउँ एउटा सहर टोलबाट जस्तो कि हाम्रो अभय जस्तो एउटा चाहिँ युग पुरुषको जन्म हुनपर्छ भन्ने हाम्रो चाहिँ सन्देश हो। त्यो हुनाले पनि धेरै कुराहरू मिल्यो हाम्रो। अब यो कुराहरू भन्दै गर्दाखेरि चाहिँ मैले एकदमै म फेरि ग्राउन्डबाट काम गरेको थिएँ बलिदानमा।
म एज अ डाइरेक्टर पहिलोचोटि चाहिँ मैले फुल फेसमा मैले निर्देशन गरेको चलचित्र बलिदान हो। यो मेरो ड्रिम हो, जुन चाहिँ धेरै समय धेरै उत्तर चढाव, यति उत्तर चढाव भोगियो कि अब त्यो त्यसको पनि छुट्टै 2-4वटा फिल्म बन्छ कि। त्यो हुनाले चाहिँ मलाई ग्राउन्डमा एकदमै साथ दिने, म सँगसँगै हामी चाहिँ त्यो के अरे त्यो जङ्गलको सेट बनाउँदाखेरि सँगसँगै काठ बोक्ने, काठ गाड्ने, जस्तो कि हाम्रो यहाँ आकाश छ, हाम्रो आकाश भयो, अनि थुप्रै नामहरू अब अहिले त नाम त याद आउन यो स्टेजमा बस्दाखेरि अगाडि हेर्दाखेरि सम्झिने हो होइन। मलाई सुरुको आइडिया, मैले जब आइडिया यो कथामा म चलचित्र भन्छु भन्दाखेरि मलाई साथ दिने हाम्रो प्रेम पुरीजी भयो। त्यो भएर जसरी घटनाक्रम हुँदै 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 जोडिएर आज जसरी जम्मू हाम्रो बलिदान एउटा बनेको छ, साँच्चीकै यो दर्शकको लागि यो ज्यान बलिदान जुन तरिकाले हामीले चाहिँ नारा लगाउँदै आएका थियौँ, भोलिको दिनबाट हाम्रो चाहिँ प्रदर्शन हुँदैछ। अस्तिको दिनसम्म म यतिको अपेक्षा राख्नुभएको छ दर्शकहरूले, एउटा सानो पनि कमी कमजोरी हुनुहुन्न, कमसे कम कमी कमजोरी हुनुपर्छ। मैले भन्न खोजेको कुरा चाहिँ मैले चाहिँ भन्न सक्नु पर्यो, त्यसमा चाहिँ कुनै पनि समस्या आउनुहुन्न भनेर हिजोसम्म पनि म स्टुडियोमा थिएँ, प्राइम फोकसमा थिएँ। अस्ति आउने कुरा थियो, प्रेस मिट क्यान्सल गर्नु पर्यो, त्यसको लागि मैले चाहिँ फेरि पनि सरी भन्न चाहन्छु। अब यो यात्रामा जोडिने सबैजनालाई म चाहिँ अब मनदेखि नै एकदमै धन्यवाद भन्न चाहन्छु। आज मैले सोचेको परिकल्पना अहिले पर्दामा हामीले चाहिँ उतारेर लिएर आएका छौँ। अब फेरि क्वेसन आन्सर गराउँदा थ्याङ्क यू भन्न चाहन्छु। सबैलाई फेरि पनि धन्यवाद। अब हार्दिक धन्यवाद सन्तोष सर। अब हाम्रो आजको केन्द्रबिन्दु अभिनेता समीर भट्ट। नमस्कार। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्ण सञ्चारकर्मी तथा पत्रकार साथीभाइलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। बलिदानको बारेमा भन्नुपर्दाखेरि चाहिँ देशको कथा हो, माटोको कथा हो, नेपालीपन छ सिनेमामा, आमा र छोराको कथा हो र सबैजनाले एकदम मेहनत गर्नुभएको छ र अघि सबैले भनिसक्नुभयो सिनेमाको बारेमा। अब मलाई लाग्छ मैले बोल्दाखेरि पनि फेरि रिपिट गर्छु होला, किनभने भन्नलाई चिजहरू लिमिटेड नै हुन्छ र जुन प्रकारको एडभान्स बुकिङ अथवा बुकिङको प्रतिक्रिया आएको छ अडियन्सबाट सर्वप्रथम त सम्पूर्ण साथी मिडियाका साथीहरूलाई साथसाथै सारा नेपालीलाई चाहिँ विजयादशमीको शुभकामना दिन चाहन्छु। तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। यो दसैँ आउनै लाग्दाखेरि तपाईँहरूको विभिन्न ठाउँमा चाहिँ जाने घरमा जाने चाहिँ तालिका तय भइसकेका थियो होला र तपाईँहरूले हामीलाई यस्तो वेट गरेर यो उपस्थित देखाइदिनु भएको छ, त्यसको लागि एकदमै म धन्यवाद दिन चाहन्छु। बाँकी कुरा फिल्मको कुरा छ, केही दिन अगाडि नै हामीले प्रेस मिट गर्ने भन्ने कुराकानी थियो नै, जीवन सरले त्यस बारेमा अवगत गराइसक्नु भएको छ। विशेष फिल्मको काम अझै पनि केही थोरै बाँकी रहेको कारणले हाम्रो डाइरेक्टर साहब भारतमा हुनुहुन्थ्यो, त्यस कारणले हामीले आज कार्यक्रम गर्न सम्भव भयो हामीलाई। बाँकी फिल्मको कुरा गर्दाखेरि अब यो विगत 3 वर्षदेखि हामी यही फिल्ममा काम गरिरहेका छौँ। यही फिल्ममा मैदानमा धेरै दुःख गरियो। त्यसको ट्रेलर, टिजर, गीतले सायद यहाँहरूलाई चाहिँ नि पक्कै पनि केही गर्न खोजेको भन्ने चाहिँ नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ केही गर्न खोजेको भन्ने चाहिँ देखिएको होला भन्ने मैले अपेक्षा लिएको छु। फिल्मको विषयमा धेरै चाहिँ हाम्रो डाइरेक्टर साहबले पनि बोल्नु होला होइन। मैले त खालि शुभकामना र हामीले गरेको सङ्घर्ष चाहिँ देखिएको छ, त्यसलाई दर्शकले पनि देख्नु भएको छ। हाम्रो जति पनि सामग्रीहरू आए त्यसबाट पनि अनुभूत गर्नुभएको छ भन्ने मलाई लाग्छ। त्यही हो, सम्पूर्णलाई एकदमै चाहिँ धन्यवाद दिन चाहन्छु। हामीलाई साथ दिनुहुने सम्पूर्ण हाम्रा टिमका साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो कलाकार साथीहरू जसले चाहिँ अहोरात्र खटिएर 4-4 महिना 5-5 महिना सुटिङमा भयौँ, हामी गर्मी जाडो नभनिकन सुटिङहरू गऱ्यौँ। त्यसको फलस्वरूप चाहिँ अहिले देखिँदैछ त्यो कामहरू होइन। उत्साहजनक चाहिँ बुकिङले पनि हामीलाई एउटा चाहिँ ऊर्जा थपेको छ। त्यही नै हो। बाँकी त अब धेरै कुरा गर्नुभन्दा पनि हाम्रो डाक्टर साहब पनि बोल्नुहुन्छ, अरू अन्य साथीहरू पनि बोल्नुहुन्छ। म एकदमै शुभकामना चाहन्छु, सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। आजसम्म तपाईँहरूले साथ दिएर नै
यहाँसम्म हामी आइपुगेका छौँ। आगामी दिनको लागि पनि एकदमै साथको अपेक्षा गर्न चाहन्छु। थ्याङ्क यू सो मच। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद, नमस्कार। र यो बडा दसैँको धेरै धेरै शुभकामना छ सबैजनालाई। धेरै धेरै धन्यवाद। आज फुलपातीभन्दा एक दिन अगाडि पनि यस्तो सबैजना सबै मिडियालाई यहाँ देख्न पाउँदा असाध्यै नै खुसी लागेको छ। तपाईँहरूको हामीको माया सद्भाव हजुर के भयो अन्त त्यही हो। अब यस्तो छ, भोलिदेखि सिनेमा रिलिज हुँदैछ सम्पूर्ण हलहरूमा र म पनि तपाईँहरू मध्येकै एउटै हुँ। मैले पनि फुल फ्लेजेड सिनेमा बम्बेबाट आइसकेपछि चाहिँ हेर्ने मौका पाएको छैन। तर मलाई एउटा के कुरामा विश्वास छ भने सन्तोषजीले आफ्नो करियरमै नबनाउनु भएको फिल्म एउटा धमाकेदार फिल्म बनाउनु भएको छ, पैसा वसुल फिल्म बनाउनु भएको छ, त्यसमा कुनै दुई मत छैन। र म एकदमै धेरै कृतज्ञ छु। अझै पनि याद आउँछ आजभन्दा 1.5 वर्ष अगाडि सन्तोषजी र प्रेमजी पार्क भिलेजमा मलाई भेट्न आउनुभएको थियो जुन दिन। र प्रेमजीले त मलाई देखेर अलिक कन्भिन्स हुनुभएको थिएन भन्ने सुन्थेँ म, कसरी बनाउने होला हिरोको आमा भनेर। तर आई थिङ्क एउटा कलाकारको कर्तव्य त्यहीँनिर आउँछ जहाँ चाहिँ तपाईँले आफ्नो 100% भन्दा पनि माथि गएर चाहिँ त्यो क्यारेक्टरको लागि दिनुहुन्छ। जुन मैले मेरो मन मुटु मस्तिष्क मेरो आत्मा भवानी देवीमा हाल्ने प्रयास गरेकी छु। र आशा छ भोलि म पनि सिनेमा हेर्नेछु, यहाँहरू सँगसँगै थिएटरमा गएर हेर्नेछौँ हामी। आशा छ म यो सिनेमाको कलाकार नभइकन एउटा अडियन्सको रूपमा मैले त्यो सिनेमा हेर्दै गर्दा म साँच्चै नै नेपाली सिनेमालाई हामीले एउटा के नयाँ र के अद्भुतपूर्व दिन सक्यौँ भन्ने कुरामा म गर्व मान्न पाऊँ भोलि थिएटरमा म जाँदै गर्दाखेरि। र मलाई थाहा छ यति धेरै एक्सपेक्टेसन छ बलिदानलाई लिएर, तपाईँहरूले हलबाट बाहिर निस्केर स्याबासी दिनुहुनेछ हामीलाई भन्ने कुरामा म एकदमै विश्वस्त छु। सो सम्पूर्ण टिमलाई, हरेकजनालाई, हाम्रो स्पटको भाइहरूदेखि लिएर हाम्रो लाइटको टेक्निसियन दाइहरूदेखि लिएर हाम्रो मेकअप आर्टिस्ट, हेयर आर्टिस्टदेखि लिएर सम्पूर्णलाई, हाम्रो प्रेमजी, पवनजी, हाम्रो भाइहरू सन्देश, धेरै दुःख दिएको छु मैले, हाम्रो अर्को सन्देश एडिटर र हाम्रो इन्डियामा हुनुभएका सम्पूर्ण टेक्निसियन्सहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद दिन चाहन्छु सन्तोषजीलाई जसले मलाई भिजन गर्नुभयो भवानी देवीको रूपमा। र मेरो करियर चाहिँ कस्तो खालको फिल्म हो भन्ने त यो मेरो दर्शकबाट म सुन्न चाहन्छु। मैले कस्तो गरेँ, मैले न्याय दिएँ कि दिइनँ भन्ने कुरा म दर्शकबाट सुन्न चाहन्छु। एकदम तत्पर छु। ताली, गाली, क्रिटिसिजम, क्रिटिकल कमेन्ट्स, कम्प्लिमेन्ट सबै कुराको लागि रेडी छौँ हामी। र आशा छ तपाईँहरूले हामीलाई आउँदा दिनहरूमा पनि यसरी नै सम्प्रेषण गरिदिनु हुनेछ। भोलि फुलपातीको दिनदेखि हामी थिएटर्सहरूमा आउँदैछौँ र आशा छ फेरि हामी 51 दिनमा तपाईँहरूलाई भेट्नेछौँ। थ्याङ्क यू सो मच रिचा शर्माज्यू। अब काम गर्नु थियो यति ठुलो सिनेमामा चाहिँ मैले एक्सन गर्नु पाएँ, त्यही नै सबभन्दा ठुलो कुरा हो मेरो लागि चाहिँ। सन्तोष दाइ र सबैसँग काम गर्नु पाउँदाखेरि चाहिँ खुसी लाग्छ मलाई चाहिँ। माइक पास गरिदिनु। नमस्कार, हलको सम्पूर्ण उपस्थिति भएका सबै दाजुभाइ साथीभाइहरूलाई सबैलाई चुल्टे काजीको तर्फबाट नमस्कार, सन्तोष सरलाई नमस्कार। सम्पूर्ण अब बलिदानलाई हामीले 1 वर्ष मिहिनेत गऱ्यौँ होइन, पूर्वदेखि पश्चिमका चारैतिर केटाहरूलाई बोलाएर सम्पूर्ण केटाहरूलाई धन्यवाद दिन चाहन्छु, मेरो भाइको केटाहरूलाई, साथीभाइहरूलाई अनि सम्पूर्ण साथीहरूलाई। र यतिखेर भाइरल भइराखेको एउटा चुल्ठीको कान चाहिँ काट्यो, तर कारण चाहिँ किन काट्यो भन्ने त्यसोलाई चाहिँ हलमा गएर हेर्नुपर्छ। चुल्ठीले के गल्ती गरेर कान काट्यो त, त्यसको लागि चाहिँ हलमा सम्पूर्ण साथीहरू हलमा गएर हेर्नु होला। त्यसको लागि धन्यवाद, नमस्कार।
यो ज्ञान बलिदान। धन्यवाद। प्रज्वलजी हो अब प्रज्वलजी। यो चलचित्रबाट उहाँले पहिलो पटक अभिनयमा चलचित्रमा प्रवेश गर्नुभएको छ र कास्टिङ डिरेक्टर पनि हुनुहुन्छ उहाँ। थ्याङ्क यू। यहाँ उपस्थित सम्पूर्णको नमस्कार। आउँदै गरेको बडा दशैँको सबैमा शुभकामना। आज एकदमै खुसी छु म, किनभने इटलीमा बसेर रमकर्म गरिरहँदाखेरि जो कसैको पनि एउटा सपना हुन्छ र त्यो सपना साकार भएको दिन भनेर म लिन्छु र यसमा सन्तोष सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हृदयदेखि नै यो शब्द त एकदम कम हुन्छ, उहाँले एकदम विश्वास गरेर र सँगसँगै सबै फिल्म युनिट र अब को एक्टिङको रूपमा समीर सरले यति मिठो साथ दिनुभयो। त्यो साथ रिचा म्यामले यसै सिनमा साथ दिनुभयो। त्यो माया, उहाँहरूको त्यो सद्भाव, त्यो प्रेमले गर्दाखेरि नै कस्तो भएको छ त्यो त हजुरको हातमा छ। तर त्यो उहाँहरूको साथ सहयोगको चाहिँ एकदम मनमा दिन चाहन्छु। एउटा ठुलो सङ्घर्षपछि एउटा सपना साकार भएको छ। सरलाई एकदम धेरै थ्याङ्क यू सो मच सर। समीर सर थ्याङ्क यू सो मच। रिजा म्याम थ्याङ्क यू सो मच भन्न चाहन्छु। हस्, थ्याङ्क यू।